अस्तिको यो जुन घटना घट्यो ट्राफिक फाइन्सलाई लिएर त्यो विषयमा कसैको पक्ष प्रतिपक्ष विपक्षमा पनि कुरा गर्न आएको होइन। तर यति मात्रै भन्न आएको कि ट्राफिक फाइन र इन्कम चाहिँ इक्वली खुल्छ। अहिले म काम गरिरहेको छैन अनि काम खोज्ने भनेर चाहिँ साथीहरूसँग कुरा गरिरहेकोले मलाई एल्गोरिदमले चाहिँ वर्कहरू सजेस्ट गरिरहेको छ। अनि त्यो सजेसनमा चाहिँ म हेर्छु कि 15,000 स्यालेरी, 20,000 स्यालेरी, म्याक्सिमम् 20,000 22,000 स्यालेरी। अनि डिस्टेन्स भन्नुहुन्छ भने त्यो आउँदा जाँदाको कस्ट चाहिँ गाडी भाडा चाहिँ जुन कस्ट हुन्छ अनि खाजा खर्च हुन्छ त्यो चाहिँ स्यालेरीले पनि लगभग धान्दैन कि त्यस्तो खालको डिस्टेन्समा जबहरू छ। अनि त्यसपछि स्यालेरी त्यो छ। अनि वर्क भन्नुहुन्छ भने 9 बजेदेखि 6 बजेसम्म ड्युटी टाइम। अनि स्यालेरी छ कति, अनि एक्सपिरियन्स ओ माई गड जन्मिँदै एक्सपिरियन्स लिएर आएको मान्छेहरू जत्तिकै एक्सपिरियन्स चाहिएको छ होइन। अनि त्यस्तो अवस्थामा जम्मा 15,000 कमाएर त्यो सबै खर्च तानेर अनि 10,000 फाइन पनि तिर्नु पर्दा त मान्छेले दोस्रो कुरा कसरी माइन्डमा आउँछ होला र आई हेभ टु सर्भाइभ भन्ने सोच्छ र। त्यही भएर इन्कम त्यो फाइन सँगसँगै इन्कम कति भइरहेको छ अनि बेसिक स्यालेरीहरू चाहिँ मान्छेहरूले पाएको छ कि छैन भन्ने कुराहरूमा चाहिँ ध्यान दिने हो भने चाहिँ सायद यस्तो घटनाहरू चाहिँ घट्दैन। अनि फाइनहरू मात्र बढाएर हुँदैन कि त्यो फाइन तिर्ने सोर्सहरू पनि त इभ्यालुएट त गर्नु पऱ्यो नि त सरकारले। अनि अरू चाहिँ सबैभन्दा मैले चाहिँ यो भिडियो चाहिँ स्पेसली उहाँहरूको लागि बनाएको जो चाहिँ फरेनमा हुनुहुन्छ। अनि यति फाइन तिर्यौँ हामीले उति फाइन तिर्यौँ अनि नेपालीलाई चाहिँ जनतै साट्नुपर्ने नेता त खराब होइन रहेछन् भन्ने बुरुक गर्नुहुन्छ। कसैले पोस्ट गरिरहनु भएको थियो मैले $1,000 फाइन तिरेँ अनि कसैले $500 मैले फाइन तिरेको। तपाईँले 5,000 फाइन तिर्नु हो भने तपाईँ त्यो देशको तिर्नु भएको हो कि नेपालले 10,000 तिरिरहेको छ। द्याट इज 5,000 को ग्याप छ। अब तपाईँ बसेको देशलाई नेपालको रुपिसमा कन्भर्ट गरेर डलरलाई रुपिसमा कन्भर्ट गरेर 1 लाखको फाइन तिरे भन्नुहुन्छ भने चाहिँ त्यो चाहिँ तपाईँको मूर्खता हो। किनकि तपाईँ जहाँ बस्नुभएको छ फाइन त्यहाँको क्यालकुलेट हुने हो। अर्को देशमा आएर क्यालकुलेसन गरेर हुँदैन फाइनलाई होइन। इन्कम पनि नेपालकै क्यालकुलेट गर्ने भने फाइन पनि नेपालसँगै क्यालकुलेट गर्ने अनि बस्नु चाहिँ अर्को देशमा बस्ने अनि नेपाली जनता यस्तो उस्तो भनेर केही पनि हुँदैन। मैले यो विषय चाहिँ साँच्चीकै फाइनमा मार्का परेको हो त भाइ विदेशमा बस्नेहरू पनि भनेर चाहिँ कहिल्यै पनि रिसर्च नगर्ने मान्छे आज मैले रिसर्च गरेको छु कि। अनि डिफ्रेन्ट टपिक्सहरूमा जस्तो कि केही 6-7वटा देशहरू होइन। अनि त्यसको चाहिँ एभरेज रेड लाइट फाइनहरू अनि त्यसको फाइनको भ्यालु अनि त्यसपछि त्यो फाइन तिर्नलाई चाहिँ कति घन्टा काम गर्नुपर्ने रहेछ अनि मन्थली स्यालेरीको चाहिँ कति % चाहिँ फाइनमा जाँदो रहेछ त भनेर। सबैभन्दा हाइएस्ट चाहिँ अहिले नेपालको रहेछ कि। हाइएस्ट नेपालको कसरी भन्नुहुन्छ भने नेपालीले 47.1 आवर्स काम गरेर आफ्नो स्यालेरीको 26.7% फाइन चाहिँ तिर्नुपर्ने रहेछ। त्यो पनि रेड लाइटको 4,000 फाइन तिर्नलाई। अनि त्यस्तै युएसमा चाहिँ 150 USD रहेछ जुन चाहिँ भनेको त्यहाँको बेसिक स्यालेरीको 12.9%। मन्थली बेसिक स्यालेरीको चाहिँ 12.9% मात्रै हो जुनलाई चाहिँ पे गर्न 20.7 आवर्स काम गर्दा पुग्ने रहेछ। र त्यसरी अस्ट्रेलियाको चाहिँ USDको 5 to 9 रहेछ। 529 रुपिस रहेछ। 29 होइन USD रुपिस भनेको सरी। अनि त्यसलाई चाहिँ एभरेज चाहिँ कति घन्टा भने 20 घन्टा काम गर्दा हुने रहेछ। 13.2% मात्र रहेछ बेसिक स्यालेरीको। अनि त्यसपछि क्यानाडाको 362 छ अनि 20 घन्टै काम गर्दा हुन्छ त्यो चाहिँ 12.5% मात्रै हो। अनि जर्मनीको रहेको छ त्यस्तै गरेर 225 अनि त्यो चाहिँ 16.2 घन्टा काम गर्दा तिरिन्छ जुन चाहिँ 9.6% मात्रै हो बेसिक स्यालेरीको। अनि त्यस्तै गरेर जापानको रहेको छ 10,500 जुन चाहिँ 9.4 आवर्स काम गर्दा पे हुन्छ र त्यो चाहिँ 5.4% मात्रै हो बेसिक स्यालेरीको। त्यस्तै गरेर युकेको छ 1000 जुन चाहिँ 7.9 आवर्स काम गर्दा तिरिन्छ र त्यो चाहिँ 4.6% मात्रै छ बेसिक स्यालेरीको। अब त्यो मेरो रिपोर्टले गलत देखायो कि मैले सर्च गरेको अथवा त्यो रिपोर्ट सही हो होइन। मैले पनि इन्टरनेटमा सर्च गरेको सबै रिपोर्ट सही त भन्न मिल्दैन तर एभरेज थोरै तलमाथि हुँदाखेरि चाहिँ त्यति मात्रै होला। त्यही भएर चाहिँ नेपाली यस्तो उस्तो नभन्नुहोस् कि कति % तिरिरहेछौँ फाइन इन्कम कति छ त्यो चिजलाई पनि क्यालकुलेट गर्नुहोस्। बाहिर बसेर नेपाली नै उस्तो नेपाल कहिले सुध्रिँदैन भनेर पुरुक गरेर अनि आफूले कमाएको चाहिँ डलरमा कमाएर नेपालीमा कन्भर्ट गरेर फाइन तिरेको छु भनेर मान्छे उकास्ने भड्काउने इन्टरनेटभरि
त्यस्तो कुराहरू फैलाउने चाहिँ नगर्नुहोस्, त्यसले मान्छेलाई चाहिँ एकदमै धेरै असर गर्छ कि मेन्टल्ली। कति असर गर्छ होला सोच्नुहोस् न, म कहिले रिसर्च नगर्ने मान्छे पनि साँच्चै के हो त भनेर रिसर्च गरिरहेको छु भनेपछि अरूको नर्मल्ली त्यो मान्छे रिसर्च त्यो कुरा एजुकेटेड छैन तर स्ट्याटसहरू पढ्न सक्छ, यसलाई कसरी कम्पेयर गर्ने भन्ने कुरा थाहा पाउन सक्दैन, त्यति नलेज छैन भने त्यो मान्छेहरूलाई कसरी असर गर्छ होला। त्यही भएर सोसियल मिडियामा हालेको सबै कुराले सबैलाई इन्फ्लुएन्स पोजिटिभ दिँदैन कि, कुनै कुराले चाहिँ नेगेटिभ इन्फ्लुएन्स पनि हुन्छ मान्छेहरू। त्यही भएर प्लिज पोजिटिभ इन्फ्लुएन्स गर्नुहोस् मान्छेले। नेपाली सुध्रिँदैन, नेपाली उस्तो यस्तो भनेर गाली गर्नु जरुरी छैन। थ्याङ्क यू।